हाम्रो यात्रा बाटो पिच कसरी हुँदैछ औसेलु खानी अरू के अङ्कल अनि घुमफिर बाटोको अनुगमन गर्ने आज विशेष गरेर हाम्रो पार्टी नेकपा एमाले वडा कमिटीको सबै टिम यहाँ छ। आज हाम्रो यो विशेष गरेर त्यहाँ गएर हामीले चाहिँ अनुगमन गर्छौँ अनि हाल्न पर्यो है। अब त्यसपछि गएर चाहिँ हामीले त्यहाँ यसो चाहिँ यो प्रकृतिको दृश्यहरू पनि हेर्छौँ हामी जाने हो र। अब हाम्रो यात्रा यहाँ जीवनताको घर पनि आउनु त। आज हामी अनुगमनमा अब यहाँ आइपुगेका छौँ र अबको यो एरियाबाट चाहिँ हामीले कहाँ कहाँ के भइरहेको छ बाटो बिचको अवस्थामा ड्राइभरबाट पनि हामी धेरै कुराहरू सोध्नेछौँ। तपाईँहरूलाई म यतिको फुटेज पहिला देखाउँछु। अब यहाँ चाहिँ अब मेटेरियलहरू अहिले आधी खोला 1 पञ्चमुल र यो बेजाङ र माझ भन्ज्याङको यो बिचको क्षेत्र पिच हुने क्रम छ र हामीसँग चाहिँ अब यहाँ सबैजनाहरू आउनुभएको छ। जामा आउनुहोस्। अब हामी यो भित्र प्रवेश गर्दैछौँ। अब हेरौँ चाहिँ धेरैले जिज्ञासा पनि राख्नुभएको थियो यहाँ वरिपरि के कस्तो छ कसरी काम हुँदैछ। हामी यहाँ विस्तृत जानकारीहरू दिँदैछौँ। ढिलो गरे